केटीहरुको मजा आउँछ क्या ओइ चिप्ले लेना के रुक अब हामी लाग्नुपर्छ है अब स्टार्ट हुन्छ कि नै अहिले चाहिँ लगभग 12-1 बजे हो यो चाहिँ लक लगाउनु पर्यो अहिले मोबाइल राख्दिनँ म यो डिक कटेपछि राख्छु लास्ट छ नि त लास्ट अति छ सेट उ त्यो रुमाल कसको त्यो स्कुटीको होला रुमाल के हो र टोपी लिएर आएर जाडोमा कान पुर्रो लागेर वान किक स्टार्ट हो कि छोड्छ ल मिस पाएर जानु नि भाइ ओ माइ गॉड स्टार्ट भएको ल स्टार्ट त राम्रोसित भयो ओइ स्टार्ट गर्न एकछिन स्टार्ट गरेर राख्यो है ल मस्त हुन्छ के है अब यहाँबाट उता चाहिँ डर लाग्ने बाटो खतरा बाटो यस्तो मोड छ है ओइ बाटो छोड्दै बाटो खतरा छ कि बाटो चाहिँ है हेर्नु न यस्तो छ कि ओ केटाहरू त नरोकिकन गयो त हामीलाई त यहाँ तिमी चाहिँ चाक्लो बाटो हो मेरा त चिप्लियो यार चक्का चिप्लियो मेरो ओ सेट गाह्रो पर्ने भयो त लास्ट गाह्रो पर्ने भयो त रोक्नै म उताबाट पनि गाडी आयो बाइक आछ स्कुटी समातेर लिएर आउनु पर्यो समातेर बन्द गर्नु ओ गाडी रे यहाँनिर त यहाँ छोड ट्याक गर्दै यहाँनिर जस्तो हैन त्यही पनि डोराएर जान्छ होला सधैँ यहाँ राख्नु त्यहाँनिर तपाईँ गर्नु त नेटो राख्नु त पछाडि लैजाउँ कटिनु नै छैन के हैन ठिक छ पर धन्दा यहाँ चाक्क कस्तो बाटो आएको फर्किने कसरी भयो गाडीको हालत यस्तो छ खतरा चिप्ले गएर मेरो गाडी त धन्दा रोक्नै गयो कट्यो दाइहरूलाई दुःख दियो कि दाइ लास्ट गाह्रो हुने चिप्ले एकछिन थोरै पछाडि आउनु थोरै झरेर आउनु झरेर यति नै हो मेरो यहाँ तिमी समय दिनुपर्छ एकछिन पल्टेन एकछिन थोरै मेरो उठ्ने बित्तिकै उसलाई समात्नु है मिल्दैन के
रोक्ने रोक्ने भएन ल गाह्रो गाह्रो छ हजुर गाह्रो लास्ट गाह्रो है ल बाटो बनाइदिनु भएको रहेछ यहाँ चाहिँ हिजो लास्टै मसिनो थियो पातलो थियो आज चाहिँ खनिदिनु भएको रहेछ थ्याङ्क यू हजुरहरूलाई पनि आम्मा बब्बाल छ क्या बाटोहरू यस्तो दामी छ खेतुर हेर्नु खेतुर खतरा छ ओइ देवा देवा यहीँ डर लाग्ने ठाउँ भनेको यहीँ ल अब कटिँदो रहेछ लास्टै छ होइन बाटो चाक्लो बनाएको हो उतातिर बनाएको रहेछ नि यहाँ चाहिँ हिजोको जस्तै छ मेरो त चिप्लिन्छ यार चक्का यार मेरो गाडीको त चिप्लिन्छ है लास्टै अघि धन्दा चिप्लेर गएन लोटेन नि यार मस्त हुन्छ क्या है कस्तो लाग्यो तपाईँहरूलाई है भन्नु होला यो चाहिँ लङ भिडियो हुन्छ भइसम्म है पछि चाहिँ म काटिहाल्छु सेट हो यो चाहिँ मेन चाहिँ टुप्पो हो कि यो लास्ट टुप्पो माथिको चुचुरो भन्छ नि चुचुरो हो क्या हुन त यो भन्नाले यो ठाउँको लागि चुचुरो लास्ट है फेरि उताको चुचुरो अर्को फरक चुचुरो हो खतरा छ है हामीलाई हिजो आउँदा साङ्गो लागेको हो कि जस्तो लाग्यो पहिलोपटक भएर हो कि अहिले त अलिक ठुल्ठुलै लाग्यो मलाई तर बब्बाल छ यस्तो दामी हेर्नु न टुप्पो ठाउँ होइन कस्तो देखेको छ भन्नुहोस् त तपाईँहरूलाई आम्मा हौ जोस खतरा मजा आउँछ क्या कहिले नआएको बाटो पनि आइयो है पछाडि हेर्न थियो पछाडिको यहाँदेखि चाहिँ अलिक डर लाग्यो मलाई देब्रे साइडमा उ भएर बाइक यहीँ राखेको भए पनि हुँदो रहेछ जामले केटाहरू भाइहरू चाहिँ पुरा हिँड्दै आएन है ल ठिकै छ हामी पनि चलाउन सकिन्छ यार अरूको के भरमा हामी अरूको भरमा आएकै होइन है खतरा छ बब्बाल छ हौ आइज म चलाउने के गरा यार कत्रो गरेन मेरो यार देवा हो त्यहाँ समात्न बस है स्कुटी हेरेको मजा आउँछ क्या सक्दैन ओ जाँदो रहेछ सातो राम्रो कम गर्नु भएन लास्ट गर्नु भएन ल एकछिन बन्द गरौँ है कस्तो लाग्यो बा यसो थोरै रिभ्यू दिए त म भिडियो बन्द गर्छु हिमाल त बब्बाल छ नि
शक्ति भन्छ के भन्छ अब त्यो मलाई स्पष्ट नेपाली आउँदैन भाइहरू छ कता आउँदैछ ल अब चाहिँ यहाँभन्दा अगाडि चाहिँ त्यहाँ अगाडि गएर बस्न बस्नु उहाँ गएर बस्न गाडी राखे जान त अलिक भर लागेन कि मलाई त्यही भएर खतरा खाएको यहाँ थियौँ घुमाउरो घुमाउरो चाहिँ लास्ट खतरा घुमाउरो यार देवाले सक्छ कि सक्दैन के गरा यार यो खुद्रुङ गरेर यार ओइ कट्यो ल यति आएपछि भइहाल्यो बिजोको अवस्था बाटोको त अति लास्ट हेरौँ न आम्मा कस्तो लाग्यो तपाईँहरूलाई हिमालको दुनियाँमा है खतरा छ बब्बालै छ है बहुत मस्त छ यो ठाउँमा चाहिँ घुम्न आउनु होला तपाईँहरू है हामी पनि आएर गयो है म त बब्बाल बनाएँ यार यहाँको टर्निङ पोइन्ट हेर्नु न आम्मा हो यहाँ हेर्नु न कति साङ्ग्रो बाटो आएर पहिरो जान्छ त्यही माथि ओ माई गड खै त केटीहरू पनि आएको थियो त फेरि आएन नि त रेस छ र रेस छ क्या हो रेस छ र आमा हाम्रो हिमाल देवचुली डाँडा घुमेर पनि आइयो अब घरतिर लागिँदैछ होइन हिजोको भिडियो हेरिसक्नुभयो होला होइन आई होप तपाईँहरूले आजको भिडियो पनि हेरिदिनु होला है रमाइलो छ आजको दुईवटा सिरिज भएर आउने छ है एउटा चाहिँ त्यहीँ वरिपरिको आउँछ भने यहाँ हाम्रो चाहिँ अर्को भिडियो चाहिँ घरतिर जाँदै गरेको मैले त यार फेसवाला भिडियो गराउनै भुलेको छु हेर्नु न बाटो यस्तो बब्बाल छ नेपालको झन्डा छ त्यो आज रेस होइन क्या के रेस हो कि के हो अब सोधिदिने हेर आम्मा रेस हो कि के हो र खास खतरा छ है बब्बाल छ बब्बाल हो यसरी हिँड्नुपर्छ हिँडेको राम्रो हो के डाँडा यार फेरि भुल्यो हामी देवचुली डाँडाबाट चाहिँ घरतिर लाग्दैछौँ है देवचुली डाँडाबाट देवचुलीतिर है लागेर अब घर जाने हो गाइज तपाईँलाई कस्तो लाग्छ है आई होप राम्रो लाग्यो होला मस्त लाग्यो होला है दामी छ न ठाउँहरू भ्यूहरू हामी तराईमा बस्ने मान्छे यतातिर चलाउन अलिक गाह्रो हुन्छ तर पनि खतरा छ है बब्बालै छ मस्त छ हजुर बब्बाल के गर्नु हो चेक छ जस्तो लाग्यो बिच बाटोमा बाटो बढाउँदैछ क्या है यो के अरे देवचुली जाने बाटो देवचुली डाँडा जाने बाटो र यता तलतिर त देवचुली नै पर्यो जाने बाटो चाहिँ है बनाउँदैछ हामी पनि लाग्दैछौँ बिच बाटोमा छौँ हामी यो बिच बाटो जङ्गलमा हामी यो डाँडा पनि लगभग 1 घन्टै लाग्छ कि जस्तो लाग्छ है झर्नको लागि चढ्न त टन्नै टाइम लाग्छ है तपाईँहरूको राइड अनुसार हुन्छ तपाईँ पनि एकचोटि आउनु होला घुम्न मस्त रमाइलो छ बब्बाल छ के बब्बाल रमाइलो छ
यहाँ चाहिँ हामी 40-50मै जान सकिन्छ जस्तो लाग्छ है। तर त्यत्रो राइड हान्नुहुन्न है, पबालै रमाइलो हुन्छ, मस्त हुन्छ। जङ्गलहरू लगभग कटियो। अब मेन हाइवेमा आउनको लागि लगभग 1-2 किलोमिटर होला, 2-3 किलोमिटर होला है। यो चाहिँ स्कुल ग्राउन्ड छेउछाउमा यहाँ आई डोन्ट नो जस यो ठाउँ चाहिँ है। तर पनि चोकहरू त थाहा छैन। अब हामी डाइरेक्ट हाइवेमा निस्केर चाहिँ लाग्नु छ धेरै टाढा। अब कता गइन्छ, अब हामी घरतिरै होला जस्तो लाग्छ है। के छ नयाँ नौलो तपाईँहरूको हालखबरहरू है। एक्चुली चोक है, अब त्यो अगाडिको चोक चाहिँ त एक्चुली चोक हामीलाई बब्बाल रमाइलो भयो है। कस्तो भयो तपाईँहरूलाई चाहिँ कमेन्ट गरेर नबोल्नु होला। यता धेरै स्पिड लानुहुन्न के, यहाँ धेरै स्पिड हान्यो भने गाह्रो हुन्छ। मान्छे चाप गल्लीबाट आउँछन्, हामी चाहिँ होइन बिना गल्लीबाट हिँडेको हुन्छौँ। त्यही भएर चाहिँ अब कता जाने आई डोन्ट नो। नयाँ गाडी रहेछ यार। हो माइ गॉड, देवचुली चोक। ल हाम्रो मामाजीहरू चेकिङमा बस्नु भएको रहेछ है। चेकिङ के हो, गाडी त पुरा रोकिदिनु भएको छ त है। लास्ट हावाले हाने यो माइकलाई। ठिकै छ, अर्को छुट्टै प्लानिङ सहित गराउनु पर्ने भएको छ है, स्मार्ट तरिकाको। अब म छुट्टै एक्सन लिएर बनाउँछु म है। के गर्नु हजुर, यस्तो दामी छ, बब्बाल छ।